गाडीमा जाने हो मनोकामनासँग। टिकट चाहिँ लिइसक्यो हाम्रो केवल गाइस हाम्रो खाने तयारी हुँदैछ। गाइस यहाँ चाहिँ ठुलो रुख ढलिरहेको छ पुरै लड्न लाग्यो गाइस पुरै ड्यामेज भएको छ। गाइस वेलकम ब्याक टु माई न्यू ब्लग। यति बेला चाहिँ हामी बिहानै उठिसक्यौँ र आज चाहिँ मनोकामना पनि जानुपर्ने छ। तपाईँहरूलाई के कसो हुन्छ सेयर गर्छौँ र हेर्दै गर्नु होला। चाहिँ पोजबाट हिजो धेरै ढिलो भइसक्यो उठ्यो अनि आज बिहानै उठ्यो। आज पनि चाँडै उठेर अब चाहिँ जान कोसिस गर्दैछौँ। हेर्दै गर्नु होला है त गाइस। यति बेला चाहिँ पुरै है बिहान 4 बजी उठेँ है म उठ्न चाहिँ। अहिले लगभग 5:30 भइसक्यो। अब एकछिनमा गाडी आउँछ अनि हामी जान्छौँ है त गाइस। ल गाइस हाम्रो चाहिँ गाडी आइपुगिसक्यो। दाइले ल्याइसक्नु भइसक्यो छ। हामी यही गाडीमा जाने हो मनोकामनासँग। हामी चाहिँ गाडीमा आइपुगिसक्यो सबैजना। लगाइज हामी चाहिँ चाहनालाई आएको है एकछिन। अनि टोइलेट पनि गर्नु पऱ्यो। त्यही भएर ठ्याक्क अब एकछिन यहाँ चिया खाएर त्यसपछि चाहिँ बिस्तारै जानुपर्छ गाइस। ल अम्लामा पनि यहाँ बसिराख्नु भएको छ, चिया खानलाई आउनु भएको छ। अब हामी सबैजना टक्क खाएर एकछिन बसौँ अनि त्यसपछि जाउँ है त गाइस। ल अब चाहिँ हामी चिया खाँदैछौँ है गाइस। अब एकछिन बसिरहेछौँ। ल गाइस हामी चाहिँ ठ्याक्कै मनोकामना केबुल कार लिएर ठ्याक्कै ओर्लिसक्यौँ है। ल गाइस केबुल कारको लाइन आइसक्यो। हामी लाइनमा ठ्याक्क टिकट लिनलाई चाहिँ आइसक्यो त। ल गाइस हामी टिकट लिने ठाउँमा अब टिकट लिइसक्यो। अब जाने टाइम हुनु लाग्यो त। ल गाइस टिकट चाहिँ लिइसक्यो हाम्रो केबुल कारको। यो चाहिँ ल गाइस हामी चाहिँ अब केबुल कारमा जान लागेछौँ। भिडियो गर्नु बिर्स्यो। ल चढ्यो गाइस हामी केबुल कारबाट चाहिँ। गाइस हामी फाइनली लाइनमा छौँ है। अहिले त्यो बेला पछाडिसम्म लाइन छ। हामी चाहिँ अहिले बिचमा पऱ्यो। लास्टदेखि हामी बसेर आएको अहिले चाहिँ। ल गाइस हाम्रो चाहिँ धुपबत्ती हुँदैछ। ल हाम्रो बहिनीहरू चाहिँ उता पूजा मिलाउँदै हुनुहुन्छ। ल है अगरबत्ती बाल्दैछौँ। लगाइज हामी चाहिँ अब फाइनली मन्दिर दर्शन गरिसक्यो। अब चाहिँ निस्किनु पर्ने हुन्छ है। लगाइज 12:15 भइसकेको छ। ल गाइज हामी चाहिँ अब जानु लाग्छौँ। सबजना पछाडि हुनुहुन्छ है हाम्रो चाहिँ अहिले। अब चाहिँ हामी केबुल कार चढेर जान्छौँ। ल गाइज हाम्रो त केबुल कार चढ्ने स्टार्ट भइसक्यो। ल गाइज हाम्रो अब सबैजना चढ्नु भइसक्यो। बिस्तारै सबैजना बस्छ। अब म चाहिँ लास्टमा बसेर जाने गाइज। ल गाइज हामी चाहिँ आइपुग्यो है। अब चाहिँ निस्किन्छौँ। अब जानुपर्छ।
ल हाम्रो गेट चाहिँ खोलिसक्यो ल जाउँ ल ल हाम्रो चाहिँ झर्ने कार्यक्रम हुँदैछ लास्टमा चाहिँ मै झर्नु पर्ने हुन्छ लगाइन्छ हाम्रो त अब हल्का यसो प्रसाद खाने तयारी हुँदैछ हल्का चिउराहरू लगाइन्छ हाम्रो खाने तयारी हुँदैछ है अब चाहिँ लगाइन्छ हामी चाहिँ एकछिन यो झुल्लिङ्गे साइडमा घुम्न आएको छौँ यो चाहिँ पुरै लङ झुल्लिङ्गे पुल छ है गाइस यहाँ चाहिँ ठुलो रुख ढलिरहेछ है पुरै रुख ढलिरहेछ अब हामी चाहिँ एकछिन यस्तो रुखमा चाहिँ यसो घुम्न आएको यो ढलिरहेको कि कसो हेर्नलाई मात्र है म पनि खोला साइडमा टक्क यो रुख छ नि भर्खर ढले यसमा ठ्याक्क उभिएर यसो एउटा हावा खाँदै तपाईँहरूलाई पनि यसो सेयर गर्दैछौँ लगाइस रुख डह्रो टाइपले जरा पुरै ढलिरहेछ है मैले भर्खर देखाएको रुख चाहिँ यताबाट हेर्दाखेरि चाहिँ यस्तो टाइपको छ क्या पुरै जराहरू यसरी निस्किने गरेर पहिला यो खोलाबारीले बगाएको होला साइड लगाइज हामी चाहिँ झर्नामा आइपुग्यो एकछिन झर्नामा यसो बसेर यहाँ माथिसम्म झर्ना रहेछ होइन अनि ठ्याक्कै यो बस पार्क मनोकामनाको भइहाल्यो त्यही भएर एकछिन बस्यो अब एकछिन बसेर अब चाहिँ जाने टाइम हुनु लाग्यो त गाइस त्यही भएर एकछिन टिकटक बनाउँछु भनेबाट हामी चाहिँ बसेको थियौँ यहाँ अब चाहिँ जान्छौँ अन्त लगाइन्छ अब चाहिँ हामी गाडी चढेर जानुपर्छ अब एकछिन गाडीलाई वेट गर्दै अहिले हामी गाडी कुर्दैछौँ अब त्यसपछि चाहिँ जानुपर्छ है त गाइस ए लड्न लाग्यो के हो ए लड्न लाग्यो लगाइज अब चाहिँ हामी जाँदैछौँ लगाइज पुरै ड्यामेज भएको छ यार गाडी त कहाँ ठोक्यो होला यहाँ हामी चाहिँ गाडी चार्ज गर्न आएको होइन हाम्रो पनि चार्जमा छ यता हाम्रो चाहिँ चार्जमा राखिरहेछौँ यता चाहिँ पुरै ड्यामेज भएको छ गाइज लगाइज हामी ठ्याक्कै आइपुग्यौँ अब चाहिँ घरमै आइपुगेछु है गाइज ल ठ्याक्कै घरमा आइपुग्यो अब दाइ पनि गाडी लिएर जानुहुन्छ होला हे गाइज आजको भ्लग पनि हामीले यतै व्यवस्था गर्नुपर्ने हुन्छ आशा गर्छु कि तपाईँहरूलाई आजको भ्लग राम्रो लाग्यो होला भन्दै फेरि नेक्स्ट भ्लगमा इन्जोय गरौँ होला गाइज भन्दै आजलाई चाहिँ बाई बाई नेक्स्ट भ्लगमा फेरि इन्जोय गरौँ होला है त गाइज बाई गाइज बाई गाइज ए लड्न लाग्यो के हो ए लड्न लाग्यो